हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ भुवनेश्वर गएको थियौँ बुहारीको माइत। त्यहाँबाट चाहिँ हामी यो इको रिट्रिट भन्ने एउटा चाहिँ भन्न पनि आउँदैन हौ, बिचमा चाहिँ टेन्ट भएको जस्तो एउटा यो बनाएको रहेछ घुम्ने ठाउँ। त्यहाँ हामी गइरहेको थियौँ 2 घन्टाको बाटो लाएर। अनि त्यहाँबाट पुग्यौँ इको रिट्रिट कोर्नाक भन्ने ठाउँमा रहेछौँ। अनि त्यहाँबाट हामी भित्र पस्यौँ गेटबाट। म गएको थियौँ, छोरा बुहारी अनि मेरो छोरी पनि। अनि त्यहाँ चाहिँ लिन आउँदो रहेछ, यस्तो अटोले लिन आउँदो रहेछ अनि हामीलाई लाँदैछ। भित्र छिरेपछि चाहिँ यस्तो कति राम्रो देखेको क्या गाइज। अनि यहाँ चाहिँ वेटिङ रुम, यहाँनिर स्टाफहरूले सामानहरू ओसारिदिँदो रहेछ। अनि हामी सामान राखेर चाहिँ एकछिन बिचतिर यसो रमाइलो हेर्नु गएको। बिच पनि सफाइ रहेछ, बिचको हावा पानी कस्तो आनन्द आएको के यो ठाउँमा देख्दाखेरि। अनि यो चाहिँ यतापट्टि हामी बसेको टेन्ट यस्तै खालको। यो बाहिर चाहिँ सानो 2टा चेयर राखेर छ। अनि म पनि यसो घामले ज्यादा पोलेर एकछिन अनि गएर नरिवल पानी पनि खायौँ फेरि। अनि त्यहाँबाट हिँड्दै गएको त यो देखेको थिइनँ मैले, यो लाइफमा फर्स्ट टाइम देखेको। यो सिप्पिकिराको भित्र यस्तो पनि हुँदो रहेछ। अनि गयौँ। अनि यो हामीलाई यो चाहिँ दिएको थियो, हामीलाई यो चाहिँ उसमा दिएको थियो, यो चाहिँ गिफ्ट जस्तै। त्यो हामीले चाहिँ राम्रो यो बुक गरेको थियो रहेछ छोराले क्रेडिट कार्डबाट। अनि हामीलाई चाहिँ यो एज अ कम्पन्सेसन दिएको। अनि चलायौँ, छोराले पनि चलायो, बुहारीले पनि चलायो, मैले पनि चलाएँ पालै। मेरो चाहिँ फर्स्ट टाइम हो यो र मजै हुँदो रहेछ। तर आफै एक्लै चलाउनु चाहिँ अलिकति अप्ठ्यारो लाग्यो र त्यो मान्छेले यसो साइडमा बसेर ह्यान्डल गरिदिँदो रहेछ। जे होस्, मेरो फर्स्ट टाइम एक्सपिरियन्स साह्रै राम्रो लाग्यो मलाई यो पालिको भिजिट। अनि यो पालि मैले पनि यत्रो ठुलो सकेर चाहिँ हामी यो हेर्न गएको समुद्रमा घुम्दै जाँदा यो आइरहेको रहेछ कछुवा। अनि हामी त कति ठुलो भनेर यसरी हेरेको, तर यो एक्चुअलीमा मरिसकेको रहेछ। यो चाहिँ मेरो फर्स्ट टाइम एक्सपिरियन्स हो है, ठुलो कछुवा देखेको पनि।